विचार र अभिव्यक्ति स्वतन्त्रताको नाममा प्रकट भएको यो हदैसम्मको अराजकताको घोर भर्त्सना गर्दछौं। संचारकर्मीको हत्या र संचार माध्यममाथिको भएको यो आक्रमण लोकतान्त्रिक व्यवस्थामाथिकै आक्रमण हो। प्रेस स्वतन्त्रता र संचारकर्मी सुरक्षित नभए लोकतन्त्र बलियो हुन सक्दैन। अत संचारकर्मी सुरेश रजकको हत्या र संचारगृहमा भएको तोडफोडका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारवाहीको माग गर्दछौं। दोषीलाई कारवाही र संचार क्षेत्रको सुरक्षाको प्रत्याभूति नभएसम्म नेपाल पत्रकार महासंघको आन्दोलन जारी रहने बेहोरा अवगत गराउन चाहन्छौं। विजय चौहान, सचिव, नेपाल पत्रकार महासंघ पर्सा। सरलाई अब सर मार्फत नै आशा छ पत्रकार जगतमाथि परेको यो वज्रपातप्रति सिङ्गो राष्ट्रपतिको साथमा छ। यो घटना वास्तवमा यो आततायीपूर्ण घटना हो, बर्बर र कायरतापूर्ण घटना हो भन्ने कुरामा कुनै दुविधा छैन। त्यसरी यस्ता खालका आततायीपूर्ण व्यवहार र क्रियाकलापहरूलाई तपाईको कर्मले र तपाईको कलमले र हाम्रो कर्मले प्रतिवाद गरौँ। हामी तपाईको साथमा छौँ। सिङ्गो राष्ट्र तपाईको साथमा छ।